सरस्वती पन्था खोला गर काममा बस कर्णेश्वर काना सुन्ने गर कुममा बस कुम्मेश्वर तिमीले रथे गर घटमा बस नारायण तिमीले रथे गर डाङ्गे बस राम लक्ष्मण तिमीले रथे गर पेटमा बस हनुमान तिमीले शक्ति भर पाउमा बस लौरे बिना तिमीले रक्षे गर नारायण हे मेरो ईश्वर रक्षे गरे हरि हे हामी सबको रक्षे गरे सोही फल कलेजोमा जपे हरे नाम के भागवत धर्म यही रामायण यही कलिजुगमा हरिनाम भन्दा ठुलो छैन नारायण ये मेरो भाइ हो भज भाइ हरिको ए सगनाले भज भाइ हरिको
मन लगाएर ये भक्ति लागोस् प्रभुज्यूमा साँझ दिउँसो राति सधैँभरि यो मन लाम राम कृष्ण माथि नारायण ये मेरो भाइ हो तब नन्द हजार जिब्रा हुने शेषनागले पनि गिन्ती गर्न नसकेको चतुर्मुख ब्रह्माजीले पनि गिन्ती गर्न नसकेको सरस्वती माताले पनि नसकेको जस्तो तुच्छ मनुष्य भएर यो संसारमा भगवानको घोडा चित्तेर गाउन कसले सक्ला र कस्ताले पनि सकेनन् प्रभु ल हेर्नुहोस् चारै वेद ज्योति बयान यसको गर्छौँ भनी गई गए रति अन्त नपाए ती पनि सबै लाटा सरी भए हटे ये ब्रह्मा विष्णु महे सको पनि ताहा बोली भयो बेपता हामी मानिसले बयान गरौँ यो त कता हो कता ब्रह्माले सक्नु भएन रे विष्णुले सक्नु भएन रे शेषनागले सक्नु भएन चारौँ वेद ऋषि वेद सामवेद निर्वेद अत्तरवेद चारौँ वेद गएर भगवानको अन्त्य लिन्छु भन्दा कसैले पनि सकेन अब हामीले के सकौँला त है तै पनि यति मात्रै सक्छौँ कि अर्काले लेखिदिएको देखेर त भन्नु सक्छ आफूले लेखे होइन है फेरि हामीले कति ठुलो मान्छे हेरेर त अर्काले लेखिदिया छ न लेखेका ठाउँ आफूले देखेर भन्नु सके मात्रै हो है त्यस कारणले गर्दा आज उस्ता परमात्मा भगवान नारायणले कति दुःख पाउनु भएको छ भगवान मनन गरौँ त हामीले त के दुःख पाएको छौँ आज यस्ता भगवान हामी जस्तै भौतको रक्षा गर्नको निम्ति यो धरातलमा माछो कुर्म बनेर बाघ ल हेर्नु कि सजिलो भयो होला त आदि मान्छेको रूप आदि बाघको रूप लिएर पृथ्वीको यसै रणस्थलमा जन्म लिनुभयो भगवानले नारायण ईश्वर जन्म लिनु भगवान राम जयन्ती परेको पनि छ श्रीरामको जन्म भएको दिन पनि आजै हो रे भन्दछन् भगवान एक वर्षमा 4 वटा नवरात्रि पर्छ अरे हो कि होइन दुईटा त थाहा छ दुईटा त कुन बेला हो अरे ल हेर्नु त तै पनि अलिकति जानेको जति भन्छु अलिकति 4 वटा नवरात्रि बिचमा एउटा नवरात्रि ती 3 महिनामा नवरात्रिहरू पर्छन् रे है प्रभु गुरुलाई थाहा होला यो कुरो मलाई जतै पनि थाहा छैन चैतमा पर्ने रे असारमा पर्ने रे आश्विनमा पर्ने रे
भगवान् त्यो भन्दा पछि चैतमा पर्यो, असारमा पर्यो, आश्विनमा पर्यो होइन त? अहिले के महिना भयो? चैत्र। माघमा, पुसमा, माघमा पर्छ अरे एउटा फेरि। यिनै भगवान् नारायणको चरित्र यो नवरात्रिको किन रामले हरिनाथ होला सुनाइको भनी हर्ला रावणले सीता भनी ताहाँ जान्दैनथे के आफ्नो राज्य विश्वको दिन हुने आपत बुझेनन् किन साक्षात् प्रभु भएर हेर हेर किन हिँडे हरे बन बन। यही भगवानको चलित्र। भगवान् रामलाई भगवान् भन्छन्। भोलिको दिन आफ्नो राज्य हुने छ, आजको दिन भगवान्ले रामले अयोध्याको आपद किन बुझ्नु भयो? आज नारायण ईश्वर राजा दशरथ हेरा हेरा राजा नारायण ये मेरो ईश्वर छोरा भएन किन होला छोरा भए। आफ्नो हित हरे स्वामी के भन्नुहुन्छ सुमित्रा महारानीले भन्नु महाराज नारायण यो धनमाला अब कसले खाला नारायण यो मेरो स्वामी छोरा छोरी
छोरा पनि छैन स्वामी छोरी पनि छैन यति राम्रो यो राजमा छ नारायण मेरो स्वामी अब कसले चलाउला भन भन अब कसले चलाउला दशरथ महाराज आफ्ना भएको ठाउँमा गएर भन्न मेरा त छोरा पनि छैन छोरी पनि गुरुदेव अब कसो गर्ने आज भन्दा भोलि भन्दा दिन पर्यो भन्दै होला पशुपाली वशिष्ठ गुरुले भन्न लाग्यो हजुरको छोरो पक्कै हुन्छ पुत्र सन्तानका परिस्थिति श्रृङ्गेरी सिंचन तिडाकुनु जल्ली परे यहाँ बसिए हजुरको खातिर गरौँला जसरी छोरा दिवीर हुन हजुरको सन्ताप छुट लानु महाराज भन्दा नमान यतिले पनि धन्दा नमान नारायण मेरो ईश्वर गर्छन्
श्रृंगी ऋषि नै चाहिएको अर्थ चाहिँ के होला र प्रभु? ऋषिहरू अरू पनि त थिए नि ला ऋषि कस्तो कुरा चाहिएको श्रृंगी ऋषिमा भगवान अरू ऋषि याज्ञवल्क्य जस्ता ऋषि महाराजहरू थिए श्रृंगी ऋषि चाहिन पर्ने सबै कुरा भनेर सकिँदैन आज कथामा श्रृंगी ऋषिलाई लान दिन जान पछाडे भनेर हिमालमा बस्नु नातामा के पर्नुहुन्छ श्रृंगी ऋषि भने दशरथ महाराज हो यति चाहिँ भनिदिन्छु ज्वाइँ पर्नुहुन्छ नातामा श्रृंगी ऋषि ज्वाइँ पर्नुहुन्छ है यसको वास्तविकता चाहिँ धेरै छ सबै कुरा नभनौँ भेट्दैन अहिले राम जन्माउनै पर्छ यस कारणले गर्दाखेरि भगवान हरे श्रृंगी ऋषि बोलाउन जानुभयो नारायण ईश्वर दिनको दिन श्रृंगी ऋषि जब आउनु भयो अयोध्यका दरबारमा श्रृंगी ऋषि आएपछि दशरथ महाराजले सारा सामानहरू ठिक पारेर श्रृंगी ऋषि र वशिष्ठी ऋषि दुईजना बसेर नारायण लागे होम गर्न नारायण ईश्वर पाए प्रकट भएर दशरथ हरे महाराजको नारायण मेरो ईश्वर दिए हातैमा त्यसै बेला दिए
अब दशरथ महाराजले अब गुरुको मुखमा हेर्नुभयो भन्नुभयो यो पायस लिएर मेरो मुखमा हेर्ने त होइन नि अब हजुरका तिनकी रानी हुनुहुन्छ कौशल्या र सुमित्रा कौशल्या केकै सुमित्रा तिनकी रानी हुनुहुन्छ तिनकी रानीको यो पायस लिएर गएर तिनकी रानीको मुख पो हेर्ने त मेरो मुख त हेर्ने होइन श्रीज्ञ ऋषिले कसलाई भने आफ्नो ससुरा हो स्वयं त्यस्तो माथि स्वयं कस्तो माथि अब भगवान श्रीज्ञ ऋषि महाराजको यस्तो कुरा भएको ठाउँमा सबैले पुर्याउन सरक्क लिएर गएर जानुभएको तिनकी रानी त हुनुहुन्न यस्तै दुईकी रानी मात्रै हुनुहुँदो रहेछ एउटी रानी कहाँ जानुभयो रहेछ भने जल लिनको निम्ति समुद्रमा त्यही भएर अलग्ग पर हुनुहुन्छ जल लिनको निम्ति समुद्रमा जानुभएको रहेछ भगवान जल पनि ल्याएर आफ्नो हितको प्यारी रानी कौशल्या र के कही कौशल्या जेठी के कही माइ हजुर सुमित्रा हजुर कौशल्या के कही रानीलाई नदेखे पनि आफ्नो हितको कौशल्याको हेर हातैमा जेठी रानी कौशल्यालाई दिए हातैमा सन्तानको खाँचो भएको हुनाले दुईटी रानीले मात्रै दिएर अर्की रानीको त वास्तै गर्नु भएन पाए दुई भाग लाएर जेठी रानी कौशल्या र माइली रानी के कहिले खान भनेर के कहिले र कौशल्याले हेर लाए दुवै भाग दैव दैव